प्रश्न नम्बर 1, पृथ्वीको मध्यमण्डल कुन कुन तत्त्वले बनेको हुन्छ? अप्सन ए निकेल र फेरियम, अप्सन बी सिलिकन र अल्मुनियम, अप्सन सी सिलिकन र म्याग्नेसियम र अप्सन डी निकेल र सिलिकन। यसको सही उत्तर रहेको छ अप्सन सी सिलिकन र म्याग्नेसियम। त्यस्तै गरी प्रश्न नम्बर 2, फक्स नामको हिम नदी कुन देशमा रहेको छ? अप्सन ए अमेरिका, अप्सन बी स्विजरल्यान्ड, अप्सन सी न्युजिल्यान्ड र अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर रहेको छ अप्सन बी स्विजरल्यान्ड। प्रश्न नम्बर 3, रोम सहर कुन नदीको किनारमा रहेको छ? अप्सन ए केलानी, अप्सन बी टेम्स, अप्सन सी राइन र अप्सन डी टाइबर। यसको सही उत्तर रहेको छ अप्सन डी टाइबर। त्यस्तै गरी प्रश्न नम्बर 4, तल दिएका मध्ये सही कुन हो पहिचान गर्नुहोस्? 1, चीनलाई मात्र छुने प्रदेश कर्णाली प्रदेश हो। 2, भारतलाई छुने नेपालका जिल्ला 27 वटा छन्। अप्सन ए 1 मात्र सही, अप्सन बी 1 र 2 मात्र सही, अप्सन सी दुवै सही र अप्सन डी दुवै गलत। यसको सही उत्तर रहेको छ अप्सन सी दुवै सही। त्यस्तै गरी प्रश्न नम्बर 5, विचार गर्नुहोस्। 1, चुरे पर्वतको सबैभन्दा अग्लो भाग गारबा दोलखा जिल्लामा पर्दछ र 2, महाभारतको सबैभन्दा अग्लो भाग सैलुङ रामेछाप जिल्लामा पर्छ। अप्सन ए 1 ठिक 2 बे ठिक, अप्सन बी 2 ठिक 1 बे ठिक, अप्सन सी दुवै बे ठिक र अप्सन डी दुवै ठिक। यसको सही उत्तर रहेको छ अप्सन सी दुवै बे ठिक। त्यस्तै गरी प्रश्न नम्बर 6, सेतो हिमाल भनेर धौलागिरीलाई चिनिन्छ भने कालो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? अप्सन ए मकालु, अप्सन बी अन्नपूर्ण, अप्सन सी चोयु र अप्सन डी जन्नु। यसको सही उत्तर रहेको छ अप्सन ए मकालु। प्रश्न नम्बर 7, कुनै पनि धर्म सिद्धान्त यस कारणले मात्र मान्य हुँदैन कि त्यसलाई ईश्वरले सृष्टि गरेका हुन्, बरु हाम्रो बुद्धि र तर्कले ठिक मानेमा मात्र त्यस्तो धर्म वा सिद्धान्तलाई ठिक मान्न सकिन्छ। यो भनाइ कसको हो? अप्सन ए पिटर अलेवार्ड, अप्सन बी रुसो, अप्सन सी मन्टेस्क्यू र अप्सन डी सिमोन। यसको सही उत्तर रहेको छ अप्सन ए पिटर अलेवार्ड। त्यस्तै गरी प्रश्न नम्बर 8, नेपालको संविधान कहिले जारी गरियो? अप्सन ए 2072 6 3, अप्सन बी 2072 5 30, अप्सन सी 2072 6 5 र अप्सन डी 2072 6 4। यसको सही उत्तर रहेको छ अप्सन ए 2072 6 3। त्यसै गरी प्रश्न नम्बर 9, कुन किराँती राजाको पालामा नेपालको पहाडी भागमा किराँत रूपधारी शिव र अर्जुन बीच युद्ध भएको थियो? अप्सन ए 7औं किराँती राजा जितेदास्ती, अप्सन बी 6औं किराँती राजा हुम्ती, अप्सन सी यलम्बर र अप्सन डी भुवन सिंह। यसको सही उत्तर रहेको छ अप्सन बी 6औं किराँती राजा हुम्ती। त्यस्तै गरी प्रश्न नम्बर 10, एकतन्त्रीय राणा शासन कालमा कुन कुन प्रधानमन्त्रीलाई बलपूर्वक पदमुक्त गरिएको थियो? अप्सन ए देव शमशेर र पदम शमशेर, अप्सन बी जुद्ध शमशेर र देव शमशेर, अप्सन सी चन्द्र शमशेर र पदम शमशेर र अप्सन डी जुद्ध शमशेर र चन्द्र शमशेर। यसको सही उत्तर रहेको छ अप्सन ए देव शमशेर र पदम शमशेर। त्यस्तै गरी प्रश्न नम्बर 11, निम्न भनाइलाई विचार गरी उपयुक्त विकल्प छान्नुहोस्। 1, सुगौली सन्धिमा 9 धारा छन्। 2, विक्रम सम्वत 1980 भएको मेन्टे सन्धिले सर्वप्रथम नेपाललाई सार्वभौम राष्ट्रको मान्यता दिएको थियो। 3, नेपालका प्रथम लाहुरे भनी वीर बलभद्र कुँवरलाई चिनिन्छ। अप्सन ए 1 र 2 ठिक, अप्सन बी 1 मात्र ठिक, अप्सन सी 2 र 3 मात्र ठिक र अप्सन डी सबै ठिक। यसको सही उत्तर रहेको छ अप्सन डी सबै ठिक। त्यस्तै गरी प्रश्न नम्बर 12, नेपालको पहिलो आदिवासी को हो? अप्सन ए गोपालवंशी, अप्सन बी महिषपालवंशी, अप्सन सी किराँतवंशी र अप्सन डी लिच्छवीवंशी। यसको सही उत्तर रहेको छ अप्सन ए गोपालवंशी। त्यस्तै गरी प्रश्न नम्बर 13, चौरासे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने औद्योगिक क्षेत्र हो? अप्सन ए रूपन्देही, अप्सन बी कञ्चनपुर, अप्सन सी सुर्खेत र अप्सन डी दार्चुला। यसको सही उत्तर रहेको छ अप्सन सी सुर्खेत। प्रश्न नम्बर 14, विश्व वातावरण दिवस कहिले मनाइन्छ? अप्सन ए जुन 5, अप्सन बी सेप्टेम्बर 27, अप्सन सी अप्रेल 22 र अप्सन डी फेब्रुअरी 14। यसको सही उत्तर रहेको छ अप्सन ए जुन 5।
प्रश्न नंबर 15 आर्थिक सर्वेक्षण 2077-78 अनुसार हाल देशको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको अनुमान छ? अप्सन ए 25.8%, अप्सन बी 23.8%, अप्सन सी 22.8% र अप्सन डी 5.8%। यसको सही उत्तर रहेको छ अप्सन ए 25.8%। त्यस्तै गरी प्रश्न नम्बर 16 औद्योगिक व्यवसाय ऐन 2076 अनुसार कतिवटा जिल्लाहरूलाई अति विकसित क्षेत्र भनी सूचीकृत गरिएको छ? अप्सन ए 23 जिल्ला, अप्सन बी 24 जिल्ला, अप्सन सी 25 जिल्ला र अप्सन डी 20 जिल्ला। यसको सही उत्तर रहेको छ अप्सन ए 23 जिल्ला। त्यस्तै गरी प्रश्न नम्बर 17 बायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो? अप्सन ए रामेछाप, अप्सन बी तनहुँ, अप्सन सी बर्दिया र अप्सन डी कैलाली। यसको सही उत्तर रहेको छ अप्सन बी तनहुँ। प्रश्न नम्बर 18 सन् 2026 को शीतकालीन ओलम्पिकको आयोजना राष्ट्र कुन हो? अप्सन ए जापान, अप्सन बी रसिया, अप्सन सी इटाली र अप्सन डी अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी इटाली। त्यस्तै गरी प्रश्न नम्बर 19 दिगो विकासको 12औं लक्ष्य कुन हो? अप्सन ए देशभित्रै वा देशहरू बीच रहेको असमानतालाई न्यून गर्ने, अप्सन बी सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने, अप्सन सी दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने र अप्सन डी जलवायु परिवर्तन तथा यसका प्रभावहरू विरुद्ध लड्न तत्काल कारबाही थाल्ने। यसको सही उत्तर रहेको छ अप्सन सी दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने। त्यस्तै गरी प्रश्न नम्बर 20 ECG नामक यन्त्र कुन अङ्गको परीक्षणका लागि प्रयोग गरिन्छ? अप्सन ए कलेजो, अप्सन बी मुटु, अप्सन सी फोक्सो र अप्सन डी मृगौला। यसको सही उत्तर रहेको छ अप्सन बी मुटु। प्रश्न नम्बर 21 अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ICAO को प्रधान कार्यालय कहाँ रहेको छ? अप्सन ए जेनेभा स्विजरल्यान्ड, अप्सन बी मन्ट्रियल क्यानाडा, अप्सन सी बर्न स्विजरल्यान्ड र अप्सन डी बेलायत लन्डन। यसको सही उत्तर रहेको छ अप्सन बी मन्ट्रियल क्यानाडा। त्यस्तै गरी प्रश्न नम्बर 22 पहिलो पटक दक्षिणी ध्रुवमा हिँडेर नेपालीहरू कहिले पुगेका थिए? अप्सन ए 2022 जनवरी 2, अप्सन बी 2022 जनवरी 4, अप्सन सी 2022 जनवरी 6 र अप्सन डी 2022 जनवरी 8। यसको सही उत्तर रहेको छ अप्सन ए 2022 जनवरी 2। त्यस्तै गरी प्रश्न नम्बर 23 पहाचरे पर्व कुन जातिमा प्रचलित छ? अप्सन ए मगर, अप्सन बी शेर्पा, अप्सन सी थारू र अप्सन डी सुरेल। यसको सही उत्तर रहेको छ अप्सन बी शेर्पा। त्यस्तै गरी प्रश्न नम्बर 24 बौद्ध धर्ममा प्रयोग हुने 5 शीलहरू क्रमशः कुन सही छन्? अप्सन ए सत्य, अहिंसा, अस्तेय, परिस्त्रीगमन, मध्यनिषेध, अप्सन बी सत्य, अस्तेय, अहिंसा, परिस्त्रीगमन, मध्यनिषेध, अप्सन सी सत्य, अहिंसा, अस्तेय, परिस्त्रीगमन, मध्यनिषेध र अप्सन डी अहिंसा, सत्य, अस्तेय, परिस्त्रीगमन, मध्यनिषेध। यसको सही उत्तर रहेको छ अप्सन ए सत्य, अहिंसा, अस्तेय, परिस्त्रीगमन, मध्यनिषेध। त्यस्तै गरी प्रश्न नम्बर 25 जिब्रो यस्तो छुरी हो जसले रगत ननिकालिकन काट्न सक्छ। यो भनाइ कसको हो? अप्सन ए जिसस क्राइस्ट, अप्सन बी महात्मा गान्धी, अप्सन सी गौतम बुद्ध र अप्सन डी अरस्तु। यसको सही उत्तर रहेको छ अप्सन सी गौतम बुद्ध। प्रश्न नम्बर 26 हावा 2077 फाल्गुनसम्म नेपालको क्रमशः भारत र चीनतर्फ सबभन्दा बढी निर्यात गरेका वस्तुहरू कुन कुन हुन्? अप्सन ए ऊनी गलैँचा र अलैँची, अप्सन बी तयारी पोसाक र कफी, अप्सन सी कफी र दूरसञ्चारका सामान र अप्सन डी अलैँची र ऊनी गलैँचा। यसको सही उत्तर रहेको छ अप्सन डी अलैँची र ऊनी गलैँचा। त्यस्तै गरी प्रश्न नम्बर 27 वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ? अप्सन ए ब्लू प्लानेट, अप्सन बी इन्भाइरोमेन्ट प्राइज, अप्सन सी ग्लोबल 500 र अप्सन डी कन्भर्सेसन अवार्ड। यसको सही उत्तर रहेको छ अप्सन बी इन्भाइरोमेन्ट प्राइज। त्यस्तै गरी प्रश्न नम्बर 28 भिटामिन ए को वैज्ञानिक नाम के हो? अप्सन ए रेटिनोल, अप्सन बी थिमाइन, अप्सन सी निसिन र अप्सन डी बोल्टिन। यसको सही उत्तर रहेको छ अप्सन ए
रेटिनल। त्यस्तै गरी प्रश्न नम्बर 29, हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ? अप्सन ए 9, अप्सन बी 7, अप्सन सी 5 र अप्सन डी 11। यसको सही उत्तर रहेको छ अप्सन सी 5। त्यस्तै गरी प्रश्न नम्बर 30, 32औं टोकियो ओलम्पिकमा नेपालले सहभागिता जनाएका खेल र खेलाडी कति कति छन्? अप्सन ए 4 खेल 5 खेलाडी, अप्सन बी 5 खेल 7 खेलाडी, अप्सन सी 4 खेल 7 खेलाडी र अप्सन डी 7 खेल 9 खेलाडी। यसको सही उत्तर रहेको छ अप्सन ए 4 खेल 5 खेलाडी।